guys, so it's me Anju. Hello everyone guys, it's me Anju. I'm Sumina. Today I'm gonna ask few questions. And I'm gonna answer it. Okay, honest answers are चाहिँ देऊ ल. Okay. स्ट्रेसफुलै थियो किनभने हाम्रो चाहिँ कोभिडको बेलामा थियो. सो कोभिड सकिएपछि थियो, त्यही भएर चाहिँ कलेज प्लस त्यो चाहिँ मेरो लागि चाहिँ स्ट्रेसफुलै थियो. ओके आई थिङ्क कन्सिस्टेन्टली नै चाहिँ आफै अनलाइन क्लासेसहरूबाट चाहिँ. ओके ऊ चाहिँ हाम्रो क्लासको एकदमै फर्स्टदेखि नै गर्ने मान्छे हो है, त्यही भएर अभियसली कन्सिस्टेन्सी. मैले चाहिँ भाइब्रेन्टको अनलाइन क्लासेस चाहिँ लिएको थिएँ. सायद इभिनिङतिरको चाहिँ इभिनिङको क्लासेसहरू मात्र लिएको थिएँ मैले चाहिँ. अनि अरू भनेको चाहिँ सबै सेल्फ स्टडी नै थियो. चाहिँ युट्युबले चाहिँ सबभन्दा धेरै हेल्प गरेको. अब अहिलेको भर्जन हेर्दाखेरि त एआई भर्जनहरू पनि भयो, तर त्यति बेलाको लागि चाहिँ सबभन्दा बेस्ट एक्ट गरेको भनेको चाहिँ मेरो लागि चाहिँ युट्युब नै हो, युट्युब च्यानल. सेल्फ स्टडीले चाहिँ मस्ट चाहिँ ओके आई थिङ्क फिजिक्स चाहिँ मेरो लागि च्यालेन्जिङ हो, किनभने मलाई चाहिँ 11-12देखिबाटै फिजिक्स चाहिँ गाह्रो लाग्थ्यो. सो फिजिक्सवालाको चाहिँ सबभन्दा धेरै चाहिँ हेर्ने गर्थेँ. त्यो पनि हजुरले चाहिँ हेर्न सक्नुहुन्छ. गाह्रो लाग्ने सब्जेक्ट केमिस्ट्री. त्यही युट्युब भिडियोजहरू हेरेँ अनि त्यसपछि मल्टिपल चोइस क्वेसनहरू चाहिँ डिफ्रेन्ट बुक्सहरूबाट प्र्याक्टिस गरेँ. ओके अल्सो चाहिँ एक्साइटेड पनि थिएँ किनभने फर्स्ट टाइम थियो. सो धेरै स्टुडेन्टहरू देखेर चाहिँ त्यहाँनिर एक्जामिनेसन हलमा नर्भस पनि भएको थियो, तर ओभरअल एक्साइटेडै भयो. जुन 6-7 मन्थ्सको जुन प्रिपरेसनको चाहिँ रिजल्ट हामीले दिन गइरहेको थियौँ. सो एक्साइटेड पनि थिएँ. मेरो बारेमा भन्नुपर्दाखेरि चाहिँ मलाई केही लागेको थिएन है, म चाहिँ चिल थिएँ. काम प्लस नर्भस. स्कॉलरशिप पाके बहुत दुख है. एक्जाम हलमा चाहिँ मेरो चाहिँ टाइम म्यानेजमेन्ट भएको थिएन, त्यसैले फिजिक्सको अलमोस्ट आई थिङ्क 10 to 15 क्वेसन्सहरू चाहिँ मैले क्वेसन नपढिकनै एन्सर चाहिँ लगाइदिएको थिएँ. सो त्यो चाहिँ मेरो लागि मेमोरेबल सम्म चाहिँ. त्यस्तो गर्दा नि स्कलरसिप पायो तिमीले? त्यही फिजिक्समा चाहिँ मेरो त्यस्तो भएको थियो. ओके है, अब टिप नम्बर 1 यही रहेछ है, क्वेसन छोडेर स्कलरसिप पाइदो रहेछ भन्ने होइन. छोडे होइन. ए त्यो पनि हो है, राइट. इक्जाम हलमा चाहिँ म काम थिएँ. इक्जाम हलभन्दा अगाडि चाहिँ नर्भस थिएँ. पेपर चाहिँ अब नर्मलै थियो जस्तो लाग्छ. जुन हाम्रोमा चाहिँ अब एमबिबिएस सबैको इक्जाम एउटै भएको भएर पनि आई थिङ्क नर्मलै थियो जस्तो लाग्छ मलाई. अहिले चाहिँ डिफ्रेन्ट छ नि त. हाम्रो पालोमा चाहिँ 1 इयर मात्र सबैको कमन इक्जाम थियो. त्यति बेला चाहिँ अब मलाई नर्मलै जस्तो लाग्यो सबैको कम्बाइन गरेर दिँदा. मैले चाहिँ छोडेको चाहिँ थिएन है त्यस्तो कुनै पनि क्वेसन्सहरू. ओके एक्सपेक्टेसन्स अनुसार जस्तो प्र्याक्टिस गरेको थियो त्यस्तै प्याटर्नको क्वेसनहरू थियो. ओके क्या सोचा था क्या हुआ त्यस्तो चाहिँ भन्छ चाहिँ. क्वेसन पेपर लिक त भयो. ठिक भयो भने त फुल मार्क्स आइहाल्थ्यो. ओके सो मलाई चाहिँ म चाहिँ फार्मेसीको पनि भरेको थिएँ मैले चाहिँ इक्जाम. त्यसैले गर्दा चाहिँ म चाहिँ फुपूकोमै बसिरहेको थिएँ किनभने मेरो चाहिँ उतैनिर सेन्टर परेको थियो. थाहा थिएन त्यति चाँडो रिजल्ट आउँछ भनेर. त्यही भएर रिजल्ट आयो भनेर चाहिँ मैले जेनरली फेसबुक पेजबाट चाहिँ थाहा पाएको थियो. अनि त्यसपछि आयो भनेर मलाई चाहिँ नाम निस्किँदैन जस्तो लागेको थियो, तर लास्टमा चाहिँ नाम निस्केको थियो. अनि पछि जुन हामीले सायद कलेजहरू भरिसकेपछि चाहिँ स्कलरसिपवाला समथिङ के भएको थियो, तर स्कलरसिप आयो भनेर चाहिँ मलाई चाहिँ सक फिल भएको थियो. ओके सकिङ रियाक्सन थियो होइन. टॉपर ऐसा ही होता है. द्याट मिन्स द्याट वाज नट एक्सपेक्टेड. द्याट वाज नट एक्सपेक्ट किनभने म चाहिँ इयर ड्रपै गर्छु भनेर बसिरहेको थिएँ घरमा सबैजनालाई कन्भिन्स गरिसकेर. भएन पढौँ कि नपढौँ भनेर कन्फ्युजन थियो. ओके सिएससी नर्सिङ पढ्छु भनेर सोचेको थिएन, त्यही भएर सरप्राइज नै भयो. ओके जेन लाइफ चाहिँ अभियसली सायद प्यारेन्ट्सलाई चाहिँ अलिकति फाइनेन्सियली सपोर्ट भयो होला जस्तो लाग्छ. ओके प्राउड मोमेन्ट. चेन्ज के चेन्ज थिएन? नो चेन्ज. यहाँ चाहिँ प्रोसिजर्सहरूको बारेमा चाहिँ भएको थियो. सो बेसिकली अब नर्सिङ भन्ने बित्तिकै चाहिँ जेनरली अब मेडिसिनहरू अथवा चाहिँ अब हामीले भेन्टिलेटर केयरहरू त्यस्तो त्यस्तो सोचिरहेको हुन्छौँ नि त जेनरल पर्सनले. हेड मेकिङ नेल केयरदेखिबाट लिएर सबै केयरहरू बेसिकदेखि पढ्नु परेको थियो. त्यो चाहिँ सायद नर्सेसले गर्दैन जस्तो लाग्थ्यो मलाई चाहिँ पहिला. प्रायः सबैको चाहिँ त्यही होला. त्यही हो, बेड मेकिङ, डस्टिङ. तर मलाई चाहिँ त्यस्तो सकिङ चाहिँ लागेको थिएन. त्यस्तो गर्नुपर्छ भन्ने थाहा थिएन. प्लस मलाई भन्नु पनि भएको थियो लाइक यस्तो हुन्छ भनेर, त्यही भएर मलाई चाहिँ त्यस्तो लाग्थ्यो.
अहिले हेर्दा चाहिँ अब दिनरात हामीले मेहनत गरेको हुन्छौँ त्यो अब जुन क्यालकुलेसनहरूको पार्टहरू थियो अहिले त्यति धेरै नर्सिङमा क्यालकुलेसन अब 4th इयरमा रिसर्चको मात्र भयो सो त्यो क्यालकुलेसनहरू चाहिँ मलाई अझ नै याद हुन्छ कि ओ माई गड मैले चाहिँ त्यति धेरै रात दिन चाहिँ मेहनत गरेको थिएँ जस्तो चाहिँ लाग्छ राम्रो थियो गाह्रो पनि भएको थियो अझ धेरै चाहिँ अब फ्रुटफुल हुनको लागि चाहिँ मोर युट्युब भिडियोज नोट्सहरू चाहिँ राम्रोसित अझ अहिले चाहिँ अब जसरी एआईको युजहरू गर्न मिलेको भए चाहिँ अझ धेरै सायद फिजिक्सहरूको क्वेसनहरू चाहिँ इजिली सल्भ हुन्थ्यो होला सायद त्यति धेरै स्ट्रेसफुल हुँदैन थियो होला जस्तो लाग्छ त्यही अझै अगाडि टाइमबाट इक्जाम्स अब 12को के अरे 12+2 पढ्दाखेरि प्रिपरेसन अब नभ्याए पनि +2को इक्जाम सकिने बित्तिकैदेखि अब 2-3 महिना अझै गरेको भए चाहिँ अझै राम्रो ऱ्याङ्क आउँथ्यो होला त्यही अब टाइमली स्लिप हेल्दी ह्याबिट्सहरू चाहिँ अनि हेल्दी एक्सर्साइजेसहरू गर्नु हेल्दी बन्नको लागि चाहिँ स्ट्रेसफुल मात्र नभइकन चाहिँ अरूहरू आफ्नो लाइफ पनि ब्यालेन्स गर्नु भन्न चाहन्छु त्यही हो कन्सिस्टेन्टली प्र्याक्टिसहरू गरिराख्नुपर्छ अनि करिकुलममा के क्वेसनहरू छ त्यो चाहिँ हेरेर प्र्याक्टिस अनि कन्सिस्टेन्सी चाहिँ मस्ट हुन्छ अब राम्रो रिजल्ट निकाल्नको लागि त्यही हो वान लास्ट क्वेसन होइन लुकिङ ब्याक चाहिँ अब सी इक्जाममा चाहिँ तिमीले के डिफ्रेन्टली गर्न सक्थ्यौ जस्तो लाग्छ अहिले हेर्दाखेरि चाहिँ मैले चाहिँ त्यो अलिकति लाइटली नै लिइरहेको थिएँ जस्तो लाग्छ किनभने सबजना फिजिकल क्लासेसहरू गइरहेको थियो अनलाइन भन्दा चाहिँ तर मलाई चाहिँ फिजिकल क्लासेस भन्दा बरु सबैभन्दा चाहिँ अनलाइन क्लासेस अनलाइन बेसिसमा आई थिङ्क त्यो चाहिँ अलिकति प्र्याक्टिकेबिलिटी चाहिँ धेरै हुन्छ जस्तो लाग्छ त्यही हो अनि अगाडिबाट चाहिँ पढ्न टाइम आवर फर दि ट्राभल त्यस्तो भन्दा चाहिँ सो अनलाइन क्लासेसहरू चाहिँ लिनुभयो भनेदेखिबाट चाहिँ अझै धेरै बेस्ट हुन्छ जस्तो लाग्छ जुनबाट भयो नि